दाइ नमस्ते। दाइसँग भेट भयो है। आजको के छ यहाँको स्पेसल आइटमहरू के छ आजको? यहाँ त सुरु भएको छ अब है। ल दाइ अगाडि बढौँ न, अगाडि बढौँ। हाम्रो हल्का गाडीमा चाहिँ प्राविधिक मिस्टेक होइन, पुरैलाई चाहिँ उकालो लाग्यो है। अब चाहिँ जाडो ठिकै छ। गुराँसको पाउँछ, भोगटेको पाउँछ, डोम्बा पाउँछ, बियर पाउँछ, जे पनि पाउँछ फेरि यो चाहिँ साला दोकान हाम्रो दाइको। भालो भएको मन सुदानको जस्तो बोल्नु खोज्दैछ क्या। पैसाले के गर्नु यो हुक्का राख्ने उठाइदिउँ। तेरी तिजोरी का सोना नहीं। यता अब हेरौँ भने किन जाउँ होइन, यस्तो देखाने फेरि मेरो डान आउने भयो। हेलो गाइस, फेरि पनि नयाँ भ्लग लिएर आइसकेको छु है। सल्लाह सुझाव चाहिँ कमेन्टमा दिनु होला, लाइक सेयर अनि सब्सक्राइब पनि गर्नु होला है त। ल धन्यवाद। ट्याके मलाई लिनको लागि चाहिँ ट्याके मामा आइपुग्नु भएको छ। आज मौसम चाहिँ अलिकति चिसो चिसो छ है। अलिकति यहाँ मकैबारी देख्न सक्नुहुन्छ तपाईँहरूले है। कस्तो दामी आएको नि मकै। यो चाहिँ हाम्रो दमकको भाइरल रोड भोकी लागिरहेछ। हजुर रातिको भ्यू चाहिँ एकदम राम्रो है, एकदम राम्रो देखिन्छ। दिउँसो पनि राम्रै छ है। अहिले चाहिँ हामी ठ्याक्कै हाम्रो मधुशालामा आइपुगेका छौँ है। अनि यहाँ हाम्रो मेरो भतिज पनि रहेछ यहाँ। भतिज के आइबन्थ्यो। दाइ नमस्ते। दाइसँग भेट भयो है। यहाँ हाम्रो मधुशाला चाहिँ यस्तो छ है। अनि यहाँ हाम्रो हुनुहुन्छ भाउजू, यहाँ हाम्रो भाइ पनि छ। भाइको पनि आउँछ भिडियो। हाई गरिदेऊ, हाई गरिदेऊ, हाई गरिदेऊ। भाइ यहाँ झगडा, भाइ यो टिभीमा आउँछ नि, फेरि टिभीमा आउँछ। हाम्रो दाइ हुनुहुन्छ। हेलो दाइ। हेलो ठिक छ। भाउजू के छ अनि आजको के छ यहाँको स्पेसल आइटमहरू के छ आजको? स्पेशल आइटम भनेको हाम्रो सेकुवा हुन्छ। हजुर केजी सिस्टम। हजुर हजुर। मात्र त्यो केजी सिस्टम चाहिँ 700 रुपियाँ प्रति केजी। हजुर हजुर। प्लेट सिस्टम हुन्छ, सुकुटी, कुखुराको जाते, सबै आइटम पाउँछ है। चटपटे, ठिक छ। चिउरा। अनि पर्क नखाने मान्छेलाई चाहिँ तपाईँको कुखुरा है। हजुर, पोर्क नखानेलाई कुखुरा। हजुर हजुर। खसीको पनि हुन्छ होइन? खसीको चाहिँ छैन अहिले चाहिँ छैन, तर अर्डर गर्दा चाहिँ हुन्छ। ठिक छ। माछा पनि हुन्छ है? माछा अब बिस्तारै सबै बिस्तारै सबै हुँदैछ। ठिक छ। ल भाउजू अहिलेको लागि लाग्यौँ ल। ल ल हाम्रो दाइहरूसँग अब आज चाहिँ आज हाम्रो यात्रा चाहिँ माथिसम्म भन्नुभएको छ। अब कहाँसम्म हो मामा, के छ नि? ठिक छ नि। यात्रा सुरु भएको छ अब है। ल दाइ अगाडि बढौँ न, अगाडि बढौँ। दाइ यो पुग्छ, गाडी पुग्छ। त्यही त जाँदैन क्या। म यहाँ मलाई फिल भइरहेको छ यहाँनिर पुरै हलेको छ। हाम्रो हल्का गाडीमा चाहिँ प्राविधिक मिस्टेक होइन, पुरैलाई चाहिँ यो त अनि यो चेसी चाहिँ उयो जस्तो छ त। अनि यो चाहिँ हाम्रो मिक्लाजुङको मधुमल्ला बजार। हल्का ग्यारेजमा थोरै यहाँ भाइ यो अलिकति हेरिदिनु न यो गाडी हेर्दैन यो मेरो के भन्छ यो बुस चेन्ज गरेको हो।
लिरिबी हुन्छ र पनि अझै लिरिबी गर्छ पछाडिको भाइ के हो पुग्छ नि होइन ल ठिक छ हाम्रो सरले पुग्छ भन्नुभएको छ पुग्छ त होला नि अब होइन ल भाइ हल्का यहाँनिर म चाहिँ मामासँग बसेँ अलिकति त्यस्तै भयो टेक्निकल हल्का टेक्निकल कुराले गर्दाखेरि चाहिँ म चाहिँ ड्राइभर होइन पेसेन्जर चाहिँ चेन्ज भएको ड्राइभर होइन अगाडि गएर बनाउनु के छ मामाजी राम्रो निकालो त पानी पो पर्छ जस्तो छ त हो पानी पर्छ जस्तो छ त गाइस उकालो लाग्यो है अब चाहिँ यहाँ अलिकति बाटो चाहिँ हेर्न सक्नुहुन्छ अलिकति अप्ठ्यारै छ बाइकको लागि होइन बाटो झट्टी हुनुको कारण चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ यहाँ पहिरो गएको रहेछ यहाँ आम्मामा हे प्रभु बाटो म त माथि उचालेँ क्या म माथि स्प्रिङले म त माथि यस्तो माथि उठ्थेँ यार यस्तो छ है गाइस बाटो चाहिँ गाह्रो छ है गाह्रो छ स्वर पनि भाँसिएको छ मेरो त मामा यो टर्निङमै हो मामा अस्ति भ्लग बनाउँदाखेरि मैले त्यो भनेको थिएँ नि यो चिज चाहिँ काटियो भनेको थिएँ नि यो टर्निङमै त यहाँ हेर्न सक्नुहुन्छ है एकदम रमणीय दृश्य छ यहाँनिर धेरैचोटि कैद गरिसकेको हो यो भ्लगमा पनि यसो समावेश गरौँ न भनेर हो यहाँदेखि पर हेर्न सक्नुहुन्छ परको बजारहरू ए यहाँदेखि त नदेखिने रहेछ नि ल आज कहाँ हाम्रो है एकदम चिसो चिसो हावा आउन थालिसकेको छ अब हामी माथि लाग्दैछौँ हामी अब यो बाटो हुँदै उकालो यस्तो माथि यस्तो उकालो छ है उकालै अब र यो चाहिँ एउटा यो झन्डा भएको ठाउँ हो यो चाहिँ यो पनि अलिक भाइरलै छ पहिलादेखि नै है यहाँ चाहिँ मान्छेले चाहिँ ठ्याक्कै फोटोसोटो खिच्ने गर्ने फोटो सेसन ए यहाँ हाम्रो गाइजहरू पनि यहाँ हुनुहुन्छ यो हेर्न सक्नुहुन्छ यही घर हो दाइ कतिको जाडो भइरहेछ दाइ जाडो कतिको छ जाडो ठिकै छ ठिक छ मामा के भयो ल अब ओ यहाँ त गेम पो हुँदो रहेछ त के हो गेम हेर्ने हो र ए ठिक छ ठिक छ ल गेम पनि हेऱ्यो जस दुईटै टिमलाई चाहिँ शुभकामना छ है राम्रो खेल्नु होला यतिको दर्शकहरू राम्रै हो टिममा है खिच्दैछु है मेरो चाहिँ आएको छैन जो भी कसमें खाई थी हमने वादा किया था जो मिलके तूने ही जीवन में लाया था मेरे सवेरा क्या तुम्हें याद है क्या तुम्हें याद है को बन्दैछ यहाँ है गाइजहरू
यहाँदेखि फेरि अप्ठ्यारो बाटो सुरु हुन लागेको छ है। यस्तो गएको रहेछ पहिरो। अब यहाँदेखि चाहिँ ग्राभल सकिएको छ र अब हामी रमिते बजार है आइपुग्न लागेको छौँ। रमिते बजार फाइनली आइपुग्यो है। यस्तै छ है रमिते बजार चाहिँ गाइजहरू। यता हो, यता पनि बस्छ। आज चाहिँ हामी एकदम नयाँ ठाउँमा जान लागेका छौँ हामी है। देख्नुहुन्छ आउनु मामा आउनु आउनु न आउनु। आज चाहिँ नयाँ ठाउँमा है दाइहरूसँग आएको। पौडी खेल्ने ठाउँ चाहिँ नि अघि त ठ्याक्कै टर्निङ गऱ्यौँ नि, त्यहाँदेखि मुनि जानुपर्छ। त बाटो खत्तम, काम छैन त्यहाँ भाइ हो। कस्तो हिँड्छ भाइ हो, एकचोटि हेर न यहाँ। हेलो भनिदेऊ न, हेलो गर पहिला जाए फाइनल्ली। लाइन गयो ल। यहाँ बन्छ नि वाचिपाहरू बन्छ नि। होइन वाचिपा र फ्राई। फ्राई खाने अर्ग्यानिक यहाँ त के पाउँछ थाहा छ? गुराँसको पाउँछ, भोगटेको पाउँछ, टुम्पा पाउँछ, बियर पाउँछ, जे पनि पाउँछ फेरि यो त्यस्तो खालको दोकान हाम्रो दाइको। यहाँ उता दमकन हग्रस नि यहाँ पाउँछ है केटा हो। त्यस्तो हो नि। गुराँसको पनि पाउँछ अरे त। हामी नखानेलाई चाहिँ एक्सट्रिम हो, नखानेलाई चाहिँ के छ? तातो पानी जाडा तातो पानी। मामा ठिक छ मामा एकदम मधेरोमा लुक्दिने। होइन यो ठाउँ त हामीले एकचोटि त्यो रोस्ट बनाएर खाएको ठाउँ यही होइन? सबै त हामी यही हो। मेरो ठाउँ यही हो। दाइको जक्सन हो। जोग्नु पठाइसक्यो त। अलिक सानो सानो चाहिँ छ अरे अलिक। 1.5 किलो जति छ अरे। भइहाल्यो, मैले भने वाचिपा र उयो बनाइदिनु भने ट्राई। होइन मामा वाचिपा ट्राई गरौँ होइन? के वाचिपा भनेको? भातमा त्यति लाएर। ए त्यो बुवा भनेको बुवा। त्यो चाहिँ गरौँ न। कता हो यता? कता माथि हो? पुरै गुफा छ यस्तो पो हुँदो रहेछ त। खोइ हेर्नु त कुखुरा देखाउनु, त्यही हो। यो चाहिँ कति छ अरे? कति छ अरे? ए अघिको त्यही भनेको, अघि यही भन्नुभएको होला। अर्को हेरौँ त कान्छी अरू। हुन्छ हौ दुईटा आएको यार लडाइदिउँ न। होइन लडाउनु हुँदैन। मा टेस्ट नगर्नु, मा टेस्ट नगर्नु। भाले भागेको अवस्था राम्रो राम्रो राम्रो। भाले भागो बिचरा समाज त सट्टै उयो भयो क्या।
अब त्यो होस् छोडिदिनु भयो मान्ने अर्को ल्याउनु पर्छ माथि यसमा चाहिँ के हाल्नुपर्छ यही ठुलो थियो हौ अनि गयो बहिनीले मारेछिन् अब ल भाले मारेछिन् बहिनीले न मलाई त्यो एक चम्ची चाख्न दिनु कस्तो हुन्छ मेरो त्यो लाइन फुल लगाएको छ दाइ हाम्रो हुक्का चाहिँ कुन फ्लेभरमा बन्दैछ दाइ गुराँस गुराँसको फ्लेभर हो जस्तै हाम्रो दाइ हल्का मिल्छ आज यहाँनिर रमितेमा आएर हल्का यो हुक्का चाहिँ उता तल पनि खाने गरिएको थिएन कि कहिले कहिले चाहिँ हजुर हजुर यहाँ चाहिँ अब हल्का यो मौसम र यो के अरे अब मापदण्डले मागेर चाहिँ यो अब के अरे अब जस्तै मापदण्ड त्यस्तै खालको अब त्यसलाई के भन्छ त्यो त्यही ए बाबा मैले सुदानको जस्तो बोल्नु खोज्दैछु क्या कोही कोहीले के गरौँ यो हुक्का राख्ने फुटाइदिउँ के गरौँ फ्लेभर दाइ फ्लेभर पहिले होसमा बोल्यो अहिले जोसमा बोल्दैछु हुक्का चाहिँ खायो भन पहिला होसमा बोल्दै थियो अहिले जोसमा बोल्दैछु हुक्का चाहिँ खाने हो हाम्रो अब कसम भने कसम हो हाम्रो अब जोस हाम्रो जेएनजीहरूले अब हामीले पायौँ जे खोजेको त्यही पायौँ है तर यहाँको चिया त मिठो रहेछ मामा नि सिद्धिबाट डक्क सार्दै खाँदै होइन दाइ यो पालि यस्तै भयो अर्को पालि के गर्ने दाइ खसी काट्ने हो पेमा दाइ अर्को पालि अर्को पालो खसी नै काट्नु पर्ला के गर्नु त अब यत्रो केटाहरूलाई अब यति बेलाको कुरा नपुग्दो रहेछ यहाँ खसी त पनि पुग्छ जस्तो लाग्दैन खसीले पनि नपुग्ने अवस्था है गाह्रो छ चेयर्स ल दाजु देब्रे हातले नै भयो है ल पेमा दाजु चेयर्स है मेरो भाइ ल देब्रे हातले भयो है ल दाजु चेयर्स ल दाइले बनाएको हो क्या कतिको आउँदो रहेछ ल धुवा निकाल्नु त दाइ त फुक्दै गर्नु है तपाईँ उल्टा पनि भइसक्यो फर्स्ट टाइम हाम्रो मामाले हुक्का तान्दै हुनुहुन्छ है त्यो जुस अलिकति दाइ त्यस्तो धेरै पारेको पनि हुँदैन हाम्रो हेर्ने 11-12 जनाले हो मेरो मामा पछि पाएछ उयो छ नि उयो को हरे त्यो एउटा हुस्से लाग्यो हुस्से आयो हुस्से हामी रमितेमा छौँ होइन रमितेमा यता सन्तोष भान्जा है यता साथी दाईहरू है त्यही भएर उता पेमा दाई वाचिप हानिरहेको छ यता काले भाइ के छ काले 2 शब्द बोल्नु भने ऊ अर्मठेको छ नबोल्ने अरे आज होइन त्यही भएर हुस्से लागिरहेको अवस्थामा यता कुकुर छ त्यही भएर क्या माहौल है राम्रो छ है ब्याक साइड दामी है हुस्से लागिरहेको अवस्थामा होइन पुरै दामी छ होइन सर आइरहेको छ अनि भान्जाहरू तपाईँहरू हुस्से हेर्नको लागि चाहिँ इलाम कन्याम जानु पर्दैन रमितेमा त दामी है सक्नुहुन्छ
दामी छ है वरिपरि पुरै उसिलाएको अवस्थामा तेरी तिजोरी का सोना नहीं दिल है मेरा कोई खिलौना नहीं once more तेरे इश्क में नाचूं गए तेरे इश्क में नाचूं गए kita punya dam dum ल डम डुबा स्पिकर ल मामा छिटो ल गीत आउनु पर्यो है देखि एउटै नाम गुन्जियो किल्ला बलियो थियो तर समय फेरियो लाल झन्डा पुरानो कथा दोहोरियो जनताको मनमा अब नयाँ प्रश्न उठ्यो भाषण धेरै सुन्यौं परिणाम कम देख्यौं खुसी सन्देश भइदिँदैछ के कोनाला पिला मात्रै ढल्दैछ पालेर आउँदैछन् आवाज बोकेर पुरानो गरेको अब इतिहास बन्दैछ सन्देश भइदिँदैछ मिल गई हर खुशी मिल गई अब म त 15 वर्ष अगाडि चाहिँ यो ठाउँ चाहिँ के थियो म त्यस्तो मान्छे कालो हुन्छ होला भनेको होइन कसमले मुस्ताङ अप्पर मुस्ताङ जान्छु माछा सब कालो कोही गएको थियो म त चिसो पुलिस हेर्छु माछाले यस्तै कालो छ कालो हो चिसोले कालो क्या पुलिस त अक्सिजन आरा थाउलाई ल्याउनु पर्छ के यो खाना थाब्रालाई गोडो देखेको थिएन जान्दा काले अन्डा के अरे अनि गई जा क्या पाउँछ अरे पैनीमा गई पाउँछ पैनी भन्नु नि कोही नै पाउँछ त कोही रियल हो कसम यस्तो छेउमै छ त जस्तै तिम्रो जस्तै बाँसहरू होला छैन तिम्रो जस्तै पहिनी छ नि त्यहाँ गइ नै गइ छ गइ नि कहाँ त मुस्ताङमा दाइ फेरि के एकला दुई पिस ल्याउँ सबैलाई माया मासु यहाँ बाहिर नल्याउने क्या चिसो भइहाल्छ एकदम एउटा फेरि मुस्ताङमा गइ भन्दैछ होइन फ्राई हो झोल छैन झोलमा बियो अरे ल ठिकै छ म दुई पिस म लिएर आउँछ फेरि सबैलाई धेर ल्याउनु हुँदैन चिसो हुन्छ यस्तो फेरि यता है यताबाट हेऱ्यो भने किमजङ होइन यस्तो देखायो नि फेरि मेरो एउटा नहुने फेरि ट्याक्यो हो त आज रमी तिमी पाएन किमजङ मेला पिछे पढ्दै उठ्दै वीर से लड़ गया था पर के अरे ऐसे ने आके थाम दिया भने मुंह थोड़ा साइड करके उसको मेरा तो नहीं देखता है टिका लाएर टिका लाएर अब दाइ कुकुरलाई पनि आउनु पर्यो अहिले लाखा भन्छ आउनुहोस् खाइसियो हजुर दाइ खाइबक्सियोस् झापाबाट आएको छु हामी होइन कुकुरको इज्जत हुन्छ नि एउटा मोरङ यो मोरङ भन्ने मिकाजुङ होला के को मरङ हो मोरङ हो मिक्लाजुङ के हो यो मोरङ त्यो हो के दाइ बालनको सपोर्टमा हारे उधर नखिचन यार पढे त माग्छ यार दाँत नहुने भाइ भित्र दाँत भएकोले त माग्दैन होइन हामीलाई दिनु कलेज बिचरा मुटु मुटु कलेज हो रमिताको हाइट भनेको रमितोको हाइट पर्छ रमितोको हाइट त नि कसरी यस्तो भयो आइफोनमा देखाउँछ त आइफोन आफ्नो 2000 पनि छैन 2000 भिडियो गरेको छैन कटाइमा घाट पनि छ 2007 ला
ओहो दाइयो चाहिँ मोजाहरू दाइ मोजाहरू ल है ल दाजु ल दाजु ल मामा खै हो मैदा त नि खेतीपाती नगरेर मैदा गर्नु पर्ने असारको बठेकै छैन चुप्पा ल अब लगभग हाम्रो है मैचारो भएको छ नि यहाँ पनि छ नि अरे योहरू होइन यता नानाकोमा आइयो होइन नाना उहाँ हुनुहुन्छ हाम्रो चाहिँ त्यही भएर नाना केही दुई शब्द नाना लजाउनु भयो है नाना भन्नुहोस् है भन्दा राम्रो हुन्छ है दुई शब्द भ्लग मात्रै हो नाना 7 minutes होइन एक दुई दिन आउँछ नि हाम्रो काला यता हुनुहुन्छ होइन फेरि कस्तो दामी ब्याकग्राउन्ड है हुस्से लागिरहेको अवस्थामा होइन निस्किने पनि बेला भएको छ सबै अब भइसक्यो है अब दाइहरूसँग गफ पनि भयो सबै रमाइलो पनि भयो कुराकानी सबै कुराहरू भइहाल्यो अनि अब चाहिँ निस्किने बेला छ यसमा चाहिँ अब सानो एउटा प्रोग्राम छ यहाँ थोरै यही बाटोमा चाहिँ यसो ग्रुपमा यस्तो हल्का डान्स है यही बाटो हो नाच्नु मन त्यसलाई आजको लागि चाहिँ ल यति चोखो माया यति मिठो माया उखरी हो राली गर्दै आँखा भरि राहर भर्दै परदेशबाट फर्की आए आफ्नै गाउँ फर्की सपना दुःख पीडा बिर्सदैमा आए देशबाट फर्की आए आफ्नै गाउँ फर्की आए उखली ओह्राली गर्दै सयपत्री सुनाखरी लालु पाते चाहे जुही ओ सयपत्री सुनाखरी लालु पाते चाहे जुही आफ्नै गाउँ फर्की आए नयाँ नयाँ सपना आज है रमितेमा आइतबारीमा छौँ हामी होइन पुरै एकदम हुस्से लागिरहेको अवस्थामा होइन जाडो दाइ जाडो पुरै हो र यहाँ हुस्से लागिरहेको छ है पुरै आइतबारी भन्ने ठाउँमा छौँ हामी होइन मोमो अब हान्छ यो चाहिँ नयाँ आम्दा हजुर दाइ हजुर हजुर यो भ्लगबाट कहिले पैसा आउँछ कोनी त्यसले फेरि एकपल्ट यसो रमिते जान पायो अन्त यो भ्लगदेखि आयो भने चाहिँ जाने हो दाइ हो हो दाइ हो दाइ हो ल नमस्ते आराम हुन्छ जोस् राम्रै रह्यो अरे है रमाइलो भयो रमिता गर्थ्यौँ अनि के छ यो दाजु भर्खर है
ल के छ हौ गाले ल यार ल ल ल ल ठिक छ ल यता एकचोटि ल एकचोटि गाले राम्रै भयो भिडियोस मजाको आइपुग्यो अब यहाँको एसेन्स भ्लग बनाऊँ ल हुन्छ ल हजुर फाइनल्ली फेरि हाम्रो भाउजूसँग छौँ हामी हजुर के हो यो के बनिरहेको छ यहाँ ए हजुर यो चाहिँ के हो भाउ कालो हुँदैन त्यही भएर धुवा सरेर उता ए हो त्यो यहाँ बेसिक छ यो चाहिँ हाम्रो बन्दैछ यहाँ किचन अहिले यहाँ छ किचन दाजु के छ नि जिन्जर जिन्जर जस दाइले मिहिनेत गर्दै हुन्छ यता हाम्रो भाउजूले उहाँ है सेकवा के भन्छ अरे मलाई थाहा छैन भाउजू त्यस्तै हजुर होइन भोलि आउँछ भाइजू भोलि आउँछ लाइक गर्नु होला है ल राम्रो छ यहाँ किचनहरू चाहिँ अहिले त्यहाँ अलिक त्यहाँ व्यवस्थित त्यहाँ बन्दैछ त्यही भएर अहिले चाहिँ यहाँ छ है अनि अघि हामी दिउँसो जाँदाखेरि चाहिँ भाउजूसँगै कुरा भएको थियो भाउजू अघि दिउँसो त यहाँ कोही पनि मान्छे थिएन आज त अहिले के हो त नि पुरै मान्छे मान्छे छ पुरै के हो भाउजू हजुर 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 ए ठिक छ राम्रै छ हजुर ल ठिक छ हामी पनि माथि पुगेर आइसक्यौँ है चिसो खाएर आइसक्यौँ हजुर हजुर हामी हेर्दैछौँ हामी